तसिदेलेक नमस्कार टिबेट को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा जू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लुडु सङ्घको उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। सिक्योङद्वारा सभामुख नेन्सी पेलोसी प्रति कृतज्ञता व्यक्त। सिक्योङद्वारा पूर्वोत्तर भारतको भ्रमणपछि धर्मशालामा फर्किनु भएको छ। केन्द्रीय तिब्बती प्रशासनले ओन्टारियो विधायिकाको उपसभामुख भुटिला कर्बुछेलाई बधाई व्यक्त। मेक्सिकोको संसदीय तिब्बत समर्थन समूहको गठनमा चीनको आपत्ति। तिब्बती प्रतिनिधि मण्डलहरूले युरोपमा तिब्बतको वकालत। तिब्बती दूतावास कार्यालय ताइवानले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सचिवालयको अध्यक्षलाई स्वागत। अब समाचार विस्तारमा। अमेरिकी प्रतिनिधि सभामा प्रजातान्त्रिक नेतृत्वबाट सभामुख नेन्सी पेलोसीले राजीनामा दिएको सुनेपछि सी जिनपिङ त्सेरिङले तिब्बतको कारणप्रति उनको अटल समर्थन र प्रतिबद्धताको लागि हार्दिक आभार व्यक्त गर्दै उनलाई पत्र लेखेको छ। सभामुख पेलोसीको अतुलनीय नेतृत्वको प्रशंसा गर्दै सी जिनपिङ त्सेरिङले अमेरिकी कङ्ग्रेसमा तिब्बतप्रति द्विपक्षीय समर्थनले बलियो बनाउन र तिब्बतभित्रका तिब्बतीहरूको आशा र आकांक्षा अनुसार तिब्बतको मुद्दालाई अगाडि बढाउने काममा तिब्बतीहरूको सधैँ कृतज्ञता रहेको बताउनुभयो। यस हप्ता बिहिबार अमेरिकी प्रतिनिधि सभामा सभामुख नेन्सी पेलोसीले डेमोक्रेटिक नेतृत्वबाट राजीनामा दिने घोषणा गरेकी छिन्। सिक्योङ पेम्बा छिरिङद्वारा केन्द्रीय तिब्बती प्रशासनको सिक्योङको रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरेपछि उत्तर पूर्वी भारतको तिब्बती बस्तीहरूमा आफ्नो पहिलो भ्रमणपछि यस हप्ता धर्मशाला फर्किनु भएको छ। यस क्षेत्रको भ्रमणका क्रममा सिक्योङले अरुणाचल प्रदेशका मुख्यमन्त्री श्री पेमा खाण्डु र मेघालयका मुख्यमन्त्री श्री कोनराड के सँगसँग भेट र अन्तर्क्रिया गरेका छन्। सिक्योङले शिलोङ क्षेत्रका अन्य स्थानीय भारतीय प्रतिष्ठित व्यक्तिहरूसँग पनि भेट गरेको छ। तावाङमा सिक्योङले साझा सांस्कृतिक सम्पदाको संरक्षणमा तिब्बती र मोम्बा समुदाय बीचको सहकार्यको महत्त्वलाई उजागर गर्दै अरुणाचल प्रदेशका राज्य र जिल्ला स्तरका अधिकारीहरूसँग भेट र अन्तर्क्रिया गरेका छन्। सिक्योङले दिमापुरमा तिब्बती समुदाय अवस्थाको समीक्षा गर्दै उनीहरूलाई कासाको जनसङ्ख्या सर्वेक्षण पहलमा सक्रिय सहभागी हुन आग्रह गरेको छ। निर्वाचित तिब्बती संसदका सभामुख खिम्बु सोनाम टेम्पेल र केन्द्रीय तिब्बती प्रशासनका सी जिनपिङ त्सेरिङले प्रान्तीय सांसद भुटिला कर्बुछेलाई ओन्टारियो व्यवस्थापिकाको 43औं संसदको उपसभामुखको रूपमा निर्वाचित भएकोमा बधाई व्यक्त गरेको छ। सभामुख र सिक्योङले भुटिला कर्बुछेलाई यस्तो महत्त्वपूर्ण भूमिकाको निर्वाह गर्ने पहिलो तिब्बती बन्न सफल भएकोमा बधाई दिएका छन्। सी जिनपिङ त्सेरिङले चिली चेम्बर्स अफ डेपुटिजको अध्यक्षमा निर्वाचित हुनुभएकोमा राष्ट्रपति भ्लाडो मिरोसेभिचलाई पनि बधाई सन्देश पठाउनु भएको छ र चिली चेम्बर्स अफ डेपुटिजले वर्षौंदेखि तिब्बतको पक्षमा देखाएको समर्थन र एकबद्धताको प्रति कृतज्ञता व्यक्त गर्नुभयो। मेक्सिकोको चेम्बर अफ डेपुटिजमा तिब्बतका विधायकहरूको समर्थन समूहले गठन चिनिया सरकारलाई रिसाएको छ। चिनिया दूतावासले चेम्बरको भ्रमण गरेको छ र चेम्बर अफ डेपुटिजका अध्यक्षलाई भेटेर मेक्सिकन संसदीय तिब्बत समर्थन समूहको एकीकरणमा आपत्ति जनाएको छ र चेम्बरमा चिनिया झण्डा फहराउन माग गरेको छ। चिनिया दूतावासको असन्तुष्टिपूर्ण आपत्तिको जवाब दिँदै डेपुटी सल्भाडोर कारो कार्बेराले यो आपत्ति तिब्बत जनताको नैतिक विजय भएको बताउनुभयो। एक चीन नामक नरसंहार नीतिको विरुद्धमा चेम्बर अफ डेपुटीले प्रभाव पारेको कारणलाई मान्यता दिएको छ। Dear friends, I want to share with you that the day after the integration of the group of legislators Friends of Tibet in the Mexican Chamber of Deputies, the Chinese embassy pushed to be able to come to the chamber, make a visit to the session hall, and have a meeting with our president. From my point of view, this is a moral victory of the people of Tibet, because we are influencing, so the cause is recognized against the genocidal policy of
one China. Thank you, and free Tibet. यस हप्ता बुधबार तिब्बती संसदीय प्रतिनिधि मण्डल जसमा सांसदहरू र तिब्बत ब्युरो जेनेभाका प्रतिनिधि ठिले छुकीले चेक गणतन्त्र संसदको चेम्बर अफ डेपुटिजका अध्यक्ष, उपनिर्देशक र प्रागका मेयरसँग भेट्नु भएको छ। सो भेटघाटमा तिब्बती संसदीय प्रतिनिधि मण्डलले तिब्बत भित्रको नाजुक अवस्थाको बारेमा उनीहरूलाई अवगत गर्दै तिब्बतको लागि आफ्नो दृढ समर्थन जारी राख्न आग्रह गरेको छ। छुकी र तिब्बत संसदीय प्रतिनिधि मण्डलले तिब्बतमा चेक गणतन्त्र र युरोपेली सङ्घ तिब्बतमा सङ्कट समाधान गर्न के गर्न सक्छ र यसको समाधान युरोपको हितमा किन छ शीर्षकको सम्मेलनमा भाग लिएका छन्। सम्मेलनको आयोजन चेक सिनेटका उपाध्यक्ष माननीय जित्का सेदलोवा र माननीय जिरी ओबरफेल्जरले सिनेटमा रहेको तिब्बतको संसदीय समूह, तिब्बत युरोपका लागि अन्तर्राष्ट्रिय अभियान, चेक सपोर्ट तिब्बत र सुरक्षा नीतिका लागि युरोपेली मूल्य केन्द्रको सहयोगमा आयोजना गरेको थियो। ब्युरो दू तिब्बत ब्रसेल्सका प्रतिनिधि रिक्जिन गेङखाङले तिब्बतको वकालत गर्ने युरोपेली देशहरूको भ्रमण गर्दै आएका माइकल भ्यान वल्ट वानद्वारा सुरु गरिएको EU तिब्बत वकालतमा भाग लिने भएकी छिन्। तिब्बती दूतावास ताइवानको कार्यालयले राष्ट्रपति नदिम मेन्जाको नेतृत्वमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको प्रतिनिधि मण्डलले गत हप्ता बिहिबार कार्यालयमा स्वागत गरेको थियो। प्रतिनिधि केल्सन गेल्चन बावाले तिब्बती बौद्ध धर्मलाई खतरामा पर्ने चीनको दमनकारी नीतिबारे प्रतिनिधि मण्डललाई जानकारी गरेका थिए। यस हप्ता सोमबार सचिव मिङ्गुर युड्रेन, राष्ट्रपति मेन्जा, चिनिया क्रिस्चियन सहायता समिति, ताइवान ताङलाउ सङ्घ, चीनमा मानव अधिकार ताइवानको समिति र अन्य विशिष्ट व्यक्तिहरूसँग चीन गणतन्त्रको युआनका राष्ट्रपति युसी कुनलाई भेट्न गएका छन्। सचिव मिङ्गु युड्रेनले तिब्बतमा चिनिया सरकारले गरेको धार्मिक स्वतन्त्रताको दमनबारे विशिष्ट व्यक्तिहरूलाई जानकारी दिनुभयो र अमेरिका, ताइवान र अन्य लोकतान्त्रिक राष्ट्रहरूबाट समर्थनको लागि आग्रह गर्नुभयो। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।